यो सरस्वत्यै नमः। श्री गुरुचरणकमलेभ्यो नमः। वक्रतुंड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देवा सर्वकार्येषु सर्वदा। भूतानि दुर्गा भुवनानि दुर्गा स्त्रियो नरसा पिपसो सदुर्गा। यद् यद् हि दृश्यो खलु सैव दुर्गा। दुर्गा स्वरूपा दपरं न किंचित्। भक्त भक्ति भगवंत गुरोर चतुर्नाम वपु एक। इनके पद बंदन करो ना सही विघ्न अनेक। शंकरं शंकराचार्यं केशवं बादरायणं सूत्रभाष्यकृतो वन्दे भगवन्तो पुनः पुनः। वागर्थाविव सम्पृक्तो वागर्था प्रतिपत्तये। जगतः पितरो वन्दे पार्वती परमेश्वरो। जय जय श्री राधा रमण हरि। जय जय नवल किशोर। जय गोपी चित्त चोर प्रभु। जय जय माखन चोर। ऋषिभिः संस्तुता नित्यं हिन्दुराष्ट्रविभूषिता। वैदिक साधना भूमि वन्दे नेपाल मातरम्। वन्दे नेपाल मातरम्। वन्दे नेपाल मातरम्। बोले नेपाल जननी को।
भक्तवत्सल भगवान को, पतित पावन भगवन नाम को, श्रीमद्भागवत महापुराण को, सप्ताह ज्ञान महायज्ञ को, श्री सिद्धेश्वर भगवान को जय, आज को आनंद को जय, कपिल गोत्रीय समस्त पितृहरु को उद्धार, आयोजक परिवार को जय जय, उपस्थित भक्त वृंद को जय जय हो, जय जय श्री राधे श्याम। नमः पार्वती पतये, हर 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 महादेव शंभो। परम मंगलमय परात्पर परमाखिलेश्वर जगताधार जगत नियंता अखिलेश ब्रह्मांड नायक भूत भावन पतित पावन भगवान शिव का श्री चरण नमन गर्दै अकारण करुणा वरुणालय भक्तवांछात कल्पतरु तड़ित पिति विनिंदित पीतांबरधारी मौर मुकुटधारी रास रचैया वंशी बजैया उन्हीं प्रभु बाल कृष्ण को प्रत्यक्ष वांग्मय प्रतिमूर्ति स्वरूपा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ भागवत भगवान का श्री चरणमा नमन गर्दै मण्डपस्थ स्थापित पूजित समस्त देवी देवताहरू, हाम्रा स्थानका अधिपति भगवान सिद्धेश्वर महादेव का श्री चरणमा बारंबार नमन गर्दै यहाँ का ग्रामादि देवी देवताहरू, यस घर का कुल देवता, यहाँ का इष्ट देवता, यहाँ चरने विचरण गर्ने समस्त ती नदी कन्दरामा डुल्ने अधिष्ठात्री देवीहरू देवताहरू, साथै यज्ञमा वर्णित समस्त गुरुवर्गहरू, कला र गलाका धनी आदरणीय कलाकार महोदयज्यूहरू, प्राविधिक बन्धु, हामीलाई सुव्यवस्थित ढङ्गबाट सुन्दर पण्डालको निर्माण गरिदिनुहुने आदरणीय अग्रज व्यक्तित्व, भोजन सेवामा दिनरात खट्नुहुने मातृशक्तिहरू, अग्रज व्यक्तित्वहरू, साथै सुव्यवस्थित ढङ्गबाट यस यज्ञको आयोजना गर्नुहुने समस्त आयोजक परिवार, बुबाहरू, काका काकी, दाजु भाउजू, भाइ बहिनी, साथै उहाँहरूको निमन्त्रणालाई सहर्ष स्वीकार गरेर तृतीय दिवसको यो पावन सत्रमा उपस्थित हुनुभएका समस्त मातृशक्तिहरू, पिताजीहरू तथा भविष्यका कर्णधार दाजुभाइ दिदीबहिनीहरूप्रति एकमुष्ट नमन गर्न चाहे मैले। सबैले भन्नुहोला ओम नमः शिवाय। ओम नमः शिवाय। खोइ त ओम नमः शिवाय। ओम नमः शिवाय। हेर्नु, मुखमा केही लगाएको छ भने भोलि आउँदैन है, याद गर्नुहोला। भोलि निस्किनको लागि मुखमा केही पनि हुनु हुँदैन, खाली हुनुपर्छ। मुखमा केही लगाउने बेला त्यति बेला हो जति बेला झगडा पर्छ। झगडा पर्दैछ भने मुखमा केही लगाउनु पर्छ। पानी लगाए पनि हुन्छ, सुपारी चेपे पनि हुन्छ। तर भगवानको सत्सङ्गमा बसिरहँदा मुखमा केही लगाउनु हुँदैन भनिन्छ नि। जिब्रो चपाएर बोलेको राम्रो होइन, हो कि होइन त? जिब्रो नचपाइकन बोल्नुपर्छ भन्ने हाम्रो नेपाली खानै छ, भनाइ नै छ। त्यसैले गर्दा एकचोटि सबैले प्रेमले भन्नुहोला ओम नमः शिवाय। ओम नमः शिवाय। आउँछ नि त, आउनु त होइन, अल्छी पो गर्छौँ त हामी। जीवनलाई एउटा सुन्दर मार्गमा लिएर अगाडि बढ्नका निमित्त, सद्ग्रन्थको पान गर्नका निमित्त, रसस्वादन गर्नका निमित्त आज हामी यस खड्का परिवारले आयोजना गर्नुभएको दिव्य श्रीमद् भागवत महापुराणको पण्डालमा शोभायमान भएर बसेका छौँ। हजुरहरू धन्य हुनुहुन्छ। हजुरहरूले यस स्थानमा रहेर एउटा होइन, दुईटा होइन, धेरै पुराणहरू सुन्ने अवसरलाई पाउनु भएको छ। गृह प्राङ्गणमा आजीवन एउटा पुराण होला, किनकि पुराण लगाउन कहिलेकाहीँ मन हुन्छ, धन हुँदैन। कहिलेकाहीँ धेरै धन पनि हुन्छ तर मन हुँदैन सज्जन। तर हामी यस क्षेत्रका वासीले धेरै पुराण सुन्ने अवसरलाई पाएका छौँ।
धेरै धेरै केवल भागवत मात्र नभएर हामीहरूले 18 पुराणलाई सुन्ने अवसरलाई पाएका छौँ। तसर्थ हामी कृतकृत्य छौँ, हामी बडा भाग्यमानी छौँ। जुन पुराण सुन्नका निमित्त स्वर्गका देवताहरू, ती वैकुण्ठबाट भगवानका गणहरू सबैजना मानव बन्न लालाहित हुन्छन्। आज हामी त्यही मानव बनेर मानवोचित कर्म गर्दै गर्दा उनी भगवानका लीलालाई अवगाहन गरिरहेका छौँ, सुनिरहेका छौँ। योभन्दा ठुलो सौभाग्य हाम्रो लागि के हुन सक्छ होला र? त्यसैले यस सौभाग्यमा हामी नचोकौँ, मनलाई एकत्रित गरौँ। तपाईँ हामीलाई थाहा छ, मन यहाँ छैन। हाम्रो तन त यहीँ छ, तर मन यहाँ छैन। हामीलाई लाग्दैछ होइन यहीँ छ भन्ने होइन, किनकि तपाईँहरूले मलाई नदेख्नु होला, तर म तपाईँहरूलाई देखिरहेको हुन्छु। त्यसैले हामीलाई ठुलो ठाउँमा, अग्लो ठाउँमा राखेको हेर्नु। को कता कता हेर्नुहुन्छ, कोसँग खुसु गर्नुहुन्छ, काने खुसी गर्नुहुन्छ, के भन्दै हुनुहुन्छ, कसले के कुरा गर्दै हुनुहुन्छ, को बोल्दै हुनुहुन्छ, को सुनिरहनु भएको छ। हाम्रा नेत्रले सबैतिर हेरिरहेका हुन्छन्, हामी हजुरहरूतर्फै हेर्छौँ। तसर्थ तपाईँहरूको तन, तपाईँहरूको मन यहीँ हुनुपर्छ, मन अन्यत्र हुनु हुँदैन। आज हामी यो मनको वशीभूत भएर बसेका छौँ। शरीर त यहाँ छ, तर मन कहाँ छ, कहाँ? के गर्ने होला? अहिले सुन्न त मन लाग्छ नि, राति पनि आउन त मन लाग्छ, तर हातदेखि डर लाग्छ भन्ने सम्झिन्छौँ हामी। त मनको अनुकरण गरेर हामी चलेका छौँ अरे। तसर्थ यो मनलाई हामीहरूले एकत्रित बनाउनुपर्छ। यो मनलाई कतै जान दिनु हुँदैन। यो मन नै रहेछ बन्धन र मोक्षको कारण। त्यसैले हामीहरूलाई पुराणहरूले भनेका छन्, मन एव मनुष्याणां कारणं बन्धमोक्षयो। मनुष्यहरूको बन्धन र मोक्षको कारण भनेको मन नै हो। यो मन रूपी चाबी छ हाम्रो। मन के हो? चाबी हो। ताला र चाबी। हेर्नु त, त्यो तालालाई खोल्नका लागि त्यही चाबीको प्रयोग गरिन्छ र त्यो तालचालाई बन्द गर्नका लागि पनि त्यही चाबीको प्रयोग गरिन्छ। अर्को हुँदैन। खोल्ने एउटा, बन्द गर्ने अर्को हुन्छ होला र तालामा हुँदैन, एउटै हुन्छ। तर मोड्दामा फरक हुन्छ। हेर्नु, कतापट्टि मोड्ने, कता मोड्दा ताला खोलिन्छ, कता मोड्दा ताला बन्द हुन्छ, त्यो चाहिँ हामीहरूले विचार गर्नु पर्यो। त्यस्तै यो शरीर रूपी ताला जो छ, यो शरीर रूपी तालामा मन रूपी चाबी रहेको छ। त्यो मन रूपी चाबीलाई हामीले कतापट्टि घुमाउनु पर्छ जसले भगवानतर्फ लगिदियोस्, र कतापट्टि घुमाउँदा हामीहरूले संसारको बन्धनमा फस्नुपर्छ, त्यो बुझ्नु पर्यो। त्यसैले यो मन रूपी चाबीलाई भगवानको नाम रूपी हथौडाले, मार्तोलले लगाएर केवल भगवानतर्फ मोड्नुपर्छ। अनि मात्रै हामीहरूले कल्याणलाई प्राप्त गर्छौँ, बन्धनबाट मुक्त हुन सक्छौँ। तसर्थ यो मन रूपी चाबीलाई भगवानतर्फ मोड्नका लागि भगवान नामको आश्रय लिनुपर्छ। भगवान नामले हाम्रो मनलाई शुद्ध, बुद्ध र चैतन्य बनाउँछ, मनका विकारहरू हटाइदिन्छ। तसर्थ आउनुहोस्, भगवानको नाममा रमाउँ। तत्पश्चात कथामा प्रवेश गर्छौँ। हजुरहरू सबैले प्रेमले, तालीले सहयोग पुर्याउनुहुनेछ र म सँगसँगै हजुरहरूले भन्नुहुनेछ। बडा आनन्दले भगवानको नाममा रम्नेछौँ। तत्पश्चात अगाडिका चर्चा गर्नेछौँ। बालमुकुन्द लालको छीन लिया मेरा भोला समन, राधा रमण प्यारो राधा रमण। छीन लिया मेरा भोला समन, राधा रमण प्यारो राधा रमण। छीन लिया मेरा भोला समन, राधा रमण राधा रमण। राधा रमण प्यारो राधा रमण, राधा रमण प्यारो राधा रमण। छीन लिया मेरा भोला समन,
राधारमण प्यारो राधारमण छीन लिया मेरा भोला समन राधारमण प्यारो राधारमण राधारमण भगवान को गोकुल का ग्वाला ब्रज का बसैया गोकुल का ग्वाला ब्रज का बसैया सखियों का मोहन और माँ का कन्हैया सखियों का मोहन और माता कन्हैया ओ का जीवन और निर्धन का धन भक्तों का जीवन और निर्धन का धन राधारमण प्यारो राधारमण 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 लिया मेरा भोला समन राधारमण प्यारो राधारमण लिया मेरा भोला समन राधारमण प्यारो राधा सभी प्रेम के हाथ माथी करे ताली द्वारा सेवा करो राधारमण भगवान को हरि बोल यमुना के जल में वही श्याम खेले यमुना के जल में वही श्याम खेले लहरों में उछले और करत की लोले लहरों में उछले और करत की लोले बिछड़न कभी हो कब हो मिलन बिछड़न कभी हो कब हो मिलन राधारमण प्यारो राधारमण 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 दिया मेरा भोला समन राधारमण प्यारो राधारमण दिया मेरा भोला समन राधारमण प्यारो राधारमण 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 बोले राधारमण भगवान को जय भक्तवत्सल भगवान को सौज काशी धवलो दरो दरो प्युरो क्रमस्याधर सोड सोणिमा धार्मायमान करकंज संपुटे
यथाब्ज संडे कलहं स्वना। समादरणीय सज्जन, हामी श्रीमद् भागवत ज्ञान गङ्गामा अवगाहन गरिरहेका थियौँ। हामीहरूले हिजो केही चरित्रहरूको चित्रण गरेका थियौँ, केही प्रसङ्गहरू केलाएका थियौँ, जसमा भीष्मजीले आफ्ना पुष्पिताग्र छन्दद्वारा भगवानको स्तुति गरेर आफ्नो प्राणको उत्सर्ग गर्नुभएको थियो। सज्जन, एकादशी तिथिका दिनमा 11 श्लोकमा आफ्ना मती रूपी सुपुत्रीलाई भगवानका चरणमा अर्पित गर्नुभयो, चढाउनु भयो र प्रभु यी मेरी छोरी हुन्, मेरो छोरीमा कुनै पनि प्रकारका तृष्णा छैन। तृष्णा हेर्नु त कति सुन्दर कुरा छ, कति गहन विषय छ। कुनै तृष्णा हामीलाई प्रत्येक पल तृष्णाले सताएको हुन्छ। लोकप्रतिको तृष्णा, सम्पत्ति प्रतिको तृष्णा, सन्तान प्रतिको तृष्णा, ती कुनै पनि प्रकारका तृष्णा मेरा मतिमा छैनन् भन्नुभयो भीष्म पितामहले। भीष्म पितामहले 11 श्लोकमा सुन्दर स्तुति गर्नुभयो भगवानको र अन्तिम समयमा हे कृष्ण, हे गोविन्द, हे मुरारी भन्दै भन्दै आफ्नो प्राणको उत्सर्ग गर्नुभयो। सज्जन, मुसु मुसु हाँस्नुभयो। जान्छन् भक्त मुसुक हाँसी मनमा, हा राम रामै भनी। हे राम, हे कृष्ण भनेर जानुभयो। सज्जन, दुन्दुबेहरू बज्न लाग्यो, भगवान धेरै समय भयो यहाँ बसेको भन्ने लागेछ। आज भगवान अब मध्वारिका जान्छु भनेर आफ्नो सखा अर्जुनलाई लिएर भगवान जानुभयो। धेरै धेरै नगरहरू पार गर्दै गर्दै भगवान द्वारिकामा प्रवेश गर्नुभयो। सबैसँग शिष्ट भेटघाट गर्नुभयो भगवानले। आफूभन्दा सानालाई प्रेम गर्नुभयो, आफूभन्दा ठुलाको अगाडि शिर झुकाउनुभयो। आफ्नी पत्नीहरूसँग भेटघाट गर्नुभयो, आनन्दले रहन लाग्नुभयो। सज्जन, भगवान द्वारिकामा प्रवेश गर्नुभयो। यता सौनकजीले प्रश्न गर्नुभयो सुतजीलाई, भगवान तपाईँ त भगवान सँगसँगै द्वारिका जानुभयो, तपाईँले चर्चा गर्नुभएको थियो भगवान कृष्णले उत्तराको गर्भमा भएको बालकको रक्षा गर्नुभयो भनेर। त्यो बालक के भयो? त्यो बालकको जन्म भयो कि भएन त? त्यो बालकको दिनचर्या कसरी बिते बताइदिनुहोस्। त्यति बेला सुतजी महाराज भन्नुहुन्छ, बडा सुन्दर कुरा गर्नुभयो हजुरले। म त भगवान सँगसँगै द्वारिकै प्रवेश गरेछु। त्यो बालक, जुन बालकलाई भगवानले गर्भमा गएर रक्षा गर्नुभएको थियो, त्यो बालकको सकुशल जन्म भयो। संस्कार आदि भए। नामकरण संस्कार गर्न जाँदा गुरुहरूले नाम राखिदिनु भयो विष्णुरात। विष्णुरात नाम राख्नुभयो। भगवान विष्णुले गर्भमा गएर रक्षा गरेको हुनाले गर्दा उनको नाम विष्णुरात रह्यो। विष्णुना रातः दत्त, भगवानले रक्षा गरेको हुनाले, रक्षक भएको हुनाले उसको नाम विष्णुरात रह्यो। उनैलाई परीक्षित भनियो। सज्जन, तिनैको नाम परीक्षित रह्यो। हेर्नु, आज त ज्ञान मञ्च विशिष्ट छ, आज पुरस्कार पनि विशिष्ट छन्। फेरि हजुरले विचार गर्नु होला। अब भरे मलाई लागेको छ यहाँ बस्ने ठाउँ पाइँदैन होला। भरे तपाईँहरू अलिक छिटो आउनुपर्छ। 7 बजीदेखि कार्यक्रम सुरु हुन्छ, 6:30 आएर आफ्नो आफ्नो सिट ओगटिरहनु होला। किनकि भरे अब दिउँसो यति भएपछि बेलुका त यसको डबल पक्का हो होइन। एकजनाले 2 जना त पक्का ल्याउनुहुन्छ। भरे ठाउँ पाइँदैन होला, त्यसैले छिटो आउनु। ज्ञान मञ्च हुन्छ भरे। हामी सुनाउँछौँ अनि त्यसको प्रश्न पनि गर्छौँ। कति सुन्नु भएछ दिउँसो? किनकि तपाईँहरूले सुनेको केवल सुन्नुभयो र छोडिदिनु भयो, कि सुनेर उड्नुभयो, कि सुनेर गुन्नुभयो, कि सुनेर गर्नुभयो, त्यही गरेर तर्नुभयो। त्यसैले गर्दा सुनेको कुरालाई उड्नुपर्छ, गुन्नुपर्छ, अनि गर्नुपर्छ, अनि मात्रै तर्नुपर्छ, अनि तरिन्छ। सज्जन, विष्णुरात जसको नाम थियो उनैको नाम हो परीक्षित। भगवान विष्णुले रक्षा गरेको हुनाले गर्दा उनको नाम
विष्णु रात रह्यो। तर जहाँ जसका काखमा पुग्थे नि ती सज्जन, तिनले प्रत्येकका काखमा गएर आफ्ना नेत्रद्वारा चपलतापूर्वक हेर्ने गर्थे, कतै त्यो 4 हातवाला यही त होइन, मलाई मेरी आमाको गर्भमा प्रवेश गरेर बचाउने चाहिँ को रहेछ त, कसले चाहिँ मलाई बचाएको भनेर जसको काखमा जान्थे उनलाई मजाले हेर्थे, चारैतर्फ हेर्थे, जिउ डाल हेर्थे, मुहारमा हेर्थे। त्यो मन्द मन्द मुस्कानवाला, त्यो हातमा मुरली लिएको, शङ्ख चक्र गदा पद्मधारी, जसले मुकुटमा मयूर पङ्ख लगाएको थियो, त्यो कतै यिनै त होइनन् भनेर हेर्ने गर्थे। परित इच्छति, प्रत्येक व्यक्तिमा भगवान्लाई खोज्ने इच्छा जागृत गराउने हुनाले गर्दा उनलाई के भनियो? परीक्षित भनियो सज्जन। तिनको नाम परीक्षित रह्यो। त्यति बेला युधिष्ठिर आदिले भन्नुभयो गुरुदेवहरूलाई, गुरुदेव यिनको नाम त राखिदिनु भयो, तर थोरै भविष्य पनि बताइदिनु। कस्तो छ त भविष्य यिनको? चिनामा के छ त? कुण्डलीले के निर्धारण गरेको छ? कस्तो छ बताइदिनुहोस् न। सोद्धा ती ब्राह्मणहरू भन्नुहुन्छ, बडा सुन्दर कुरा छ। हे राजन, तपाईँले चिन्ता गर्नु पर्दैन, अत्यन्तै ज्ञानी हुन्छन्, सदैव ब्राह्मणहरूको सेवा गर्नेवाला हुन्छन्, तपाईँहरूको कुलको मर्यादालाई सदैव पालन गर्नेवाला हुन्छन्। एष दाता शरण्यस्य यथा योऽसि नरशिवी यशोऽपितनिता स्वानं दौष्यन्तं तिरिव यज्वना। दातामा उसिनर शिविका समान हुन्छन्, जसले केही खान नपाएको त्यो बाँझका निमित्त आफ्ना शरीरको मांस पनि दिएका थिए, त्यस्ता दाता हुन्छन्। धनुर्धारीहरूमा तुल्यार्जुनयोर्द्वयोः, अर्जुन र सहस्रार्जुनका समान हुन्छन्। तपाईँले चिन्तै गर्नु पर्दैन, अत्यन्तै सहिष्णु हुन्छन्, अत्यन्तै सहनशील हुन्छन्, सदैव आफ्ना प्रजालाई पालन गर्नेवाला हुन्छन्, प्रजालाई पोषण गर्नेवाला हुन्छन्, शोषण गर्नेवाला हुँदैनन्, प्रजाको दोहन गर्नेवाला हुँदैनन्, सदैव प्रजालाई पालन गर्नेवाला हुन्छन्। रन्ति देवैवादारो, दानीहरूका स्थानमा रन्तिदेव समान हुन्छन्। ययाति जस्ता धार्मिक हुन्छन्। तपाईँहरूले कुनै चिन्ता गर्नु पर्दैन। तर राजन, एउटा खोट रहेछ। के भयो गुरुदेव? के खोट छ भन्दा यिनको मृत्यु चाहिँ एउटा सर्पले डसेर हुने रहेछ, त्यो पनि ब्राह्मणको श्रापले। अब त डराउनु हो, किनकि सर्पले डसेर मृत्यु, अकाल मृत्यु, अधोगतिको सङ्गति। छक्क पर्नुभयो। के गर्दा हुन्छ त? सुरुमा राम्रा राम्रा कुरा बताउनु भयो। हेर्नु, यो ज्योतिषको एउटा प्रक्रिया हो। तपाईँहरू पनि काहीँ काहीँ गुरुहरूलाई चिना हेराउन जानुभयो भने सुरुमा चिना पक्रिएर हो, तपाईँको त दामी भएको रहेछ। ए कति हो, कति राम्रो, आय स्रोत त कति छ, कति यतापट्टि गएर ग्रह उता बसेका रहेछन्, उनले यता हेरेका रहेछन् भन्नुहुन्छ। कहाँ हेरे हेरे नि, के थाहा कसलाई, होइन? तपाईँ हामीलाई के थाहा र कता हेरे हेरे नि? यहाँबाट यता घुमेर हेरेको रहेछ भन्नुहुन्छ। अनि तपाईँको त चकाचक रहेछ नि, मजाले। तपाईँको अझै छोरी त, तपाईँको छोरा त मनी प्लान्ट, ऊ जन्मेपछि त वर्षा भइरहेछ नि। पैसाको बोटो, कुरै नगर्नु, राम्रो छ सुरुमा भन्ने हो, अनि नराम्रो नराम्रो चाहिँ अन्तिममा भन्ने हो। हेर्नु, तर हेर्नु, अलिक होस पुर्याउनु है। गाडी घोडाबाट अलिक टाढा राख्नु, पानीबाट अलिक टाढा राख्नु, नानीहरू छन् भने आगोबाट अलिक बचाउनु। अलिक राहु कस्तो कस्तो पर छड्के छड्के पर बसिरहेछन् भनेको यो ज्योतिषको नियम हो। हेर्नु, सुरुमा जाने बित्तिकै तपाईँको नानी त अब पानीदेखि जोगाइहाल्नु है भनौँ भने त भागिहाल्छ नि त्यहाँबाट मान्छे। त्यसैले सुरुमा राम्रो राम्रो कुरा भन्ने हो, अन्तिममा अनि केही छ भने केही कुरा सुनाउने। जब
नारदजी हिमालयका घरमा पुग्नु भएको थियो। त्यति बेला हिमालयले पनि माता पार्वतीको कुण्डली यसो देखाएछन्, हे नारदजी हजुर आउनु भएको छ, माताको यिनको कुण्डली हेरेर बताइदिनु। उनले भनेछन् आहा कति राम्रो, सबै राम्रै राम्रो छ, जगतकी जननी हुन् छिन्, सबैले पुज्छन् उनलाई, उनलाई नमान्ने संसारमा कोही हुँदैन। तर एउटा कुरो छ, अन्तिममा भन्नुभयो यिनको बिहे चाहिँ नि चिताको भस्म लगाउने, बागम्बर ओढ्ने, लत्ता कपडा पनि नलगाउने त्यस्तो व्यक्तिसँग पो हुन्छ त यिनको बिहे। हिमालय त छक्क परे लौन अब के भयो फेरि होइन, हामीहरूलाई छोराछोरीको बिहे कस्तोसँग हुन्छ भन्ने चिन्ता अहिलेदेखि हुन्छ। के होला कसो होला, बुहारी कस्ती आउली, ज्वाइँ कस्ता पर्दैलान्, अहिलेदेखि चिन्ता हुन्छ। बडा चिन्ता हुनुभयो। नारदजीले भन्नुभयो तपाईँ चिन्ता गर्नु पर्दैन, यो सबै गुण भगवान् शिवसँग मिलिरहेको छ। यदि भगवान् शिवसँग मिलेर भगवान् शिवसँग पाणी ग्रहण भयो भने सारा अमङ्गल पनि मङ्गल भएर जान्छ। भगवान् त मङ्गलको खानी हुनुहुन्छ। मङ्गलम भगवान् शम्भो मङ्गलम वृषभाध्वजा मङ्गलं पार्वतीनाथ मङ्गलाय तनो शिवा। मङ्गलं पार्वतीनाथ मङ्गलाय तनो हर। भगवान् त मङ्गलको आयतन हुनुहुन्छ, मङ्गलको खाने हुनुहुन्छ। नारदजीले सम्झाउनुभयो। आज यी ब्राह्मणहरूले पनि भन्नुभयो तपाईँहरू तर चिन्ता गर्नु पर्दैन, तक्षक नाम गरेको सर्पले डसेर मृत्यु त होला, तर मृत्यु भइसके पछाडि पनि यिनको अधोगति हुँदैन। यिनले मुक्त सङ्ग पदम हरे, यस्तो सङ्गतलाई प्राप्त गर्दछन् जसको सङ्गतले भगवानको पदलाई प्राप्त गर्दछन्, मुक्ति हुन्छन्, चिन्ता गर्नु पर्दैन। यसरी सम्झाउनु भयो। ब्राह्मण आफ्ना घर जानुभयो, घरमा विदुर हुनुभयो, धृतराष्ट्र गान्धारी सबै त्यही बस्थे। एक दिन आएर विदुरले सम्झाउनु भयो ती धृतराष्ट्र र गान्धारीलाई, हे दाजु हिजोसम्मका दिनमा तपाईँले यिनीहरूलाई कति नराम्रो व्यवहार गर्नुभयो, त्यो तपाईँले आज बिर्सिनु भयो। त्यो तपाईँको छोरो दुर्योधनको पक्षमा लागेर कति नराम्रा कर्म गर्नुभयो, आज उनैले दिएका अन्न पानी ग्रहण गरेर बस्नु भएको छ। थोरै तपाईँलाई लज्जा हुँदैन, तपाईँलाई थोरै लाज लाग्दैन? भीमले दिँदै गरेका कुराहरू कसरी दिन्छन् थाहा छ तपाईँलाई? सम्झाउनु हो विदुरले। धृतराष्ट्र भन्छ नि मेरा भाइ के गरौँ त म, तिमी त जान्दछौ, तिमी त ज्ञानी छौ, तिमी त बुद्धिमानी छौ, के गर्नु भन न त। तिमीले भनेको कुरा नमान्ने भएर मैले यो दुःखलाई प्राप्त गरेँ। यदि मैले तिमीले भनेको कुरा मानिदिएको भए यो दुःखलाई मैले दुःखको भुमरीमा पस्नुपर्ने थिएन। तर तिमीले भनेको नमान्दा, तिम्रो नीतिका सिद्धान्तलाई नमान्दा, अनीतिले बाँधिएर म दुर्बुद्धिको कारणले गर्दा म फसेँ, म दुःखको भुमरीमा परेँ। अब के भन्छौ तिमी, म त्यही गर्छु। विदुरले सम्झाउनु भयो, हिँड्नुहोस्, यहाँ बस्नु उचित हुँदैन। गान्धारी धृतराष्ट्र लिएर जानुभयो। बिहानै बिहानै सदैव आफ्ना ठुला बालाई ठुली आमालाई ढोक गर्न जान्थे। युधिष्ठिरहरू जाने गर्थे। भोलिपल्ट बिहान जाँदा हुनुहुन्न थियो, कहाँ जानुभयो भनेर बडा चिन्ता भयो युधिष्ठिरलाई। त्यति बेला नारदजी आउनुभयो तुम्बुरु गन्धर्वका साथमा। नारद सह तुम्बुरु, नारदजी तुम्बुरु गन्धर्वका साथमा आउनुभयो र युधिष्ठिरलाई सम्झाउनु भयो, हे युधिष्ठिर, हे राजन, तपाईँले चिन्ता गर्नु पर्दैन अब, किनकि तपाईँका बडाबाड बडी आमाको सङ्गत विदुर जस्ता सन्तको भएको छ, विदुर जस्ता विद्वानको भएको छ, नीतिकारसँगको भएको छ। अब अधोगति हुन्छ भन्नु पर्दैन, चिन्ता नगर्नुहोस्, सदैव उहाँको राम्रो हुन्छ भनेर सम्झाउनु भयो सज्जन। यसरी समय बित्दै गयो। समय बित्दै जाँदा धेरै समय भयो। भगवान् कृष्ण अर्जुनलाई साथमा लिएर जानुभएको पनि हेर्दा हेर्दै 7 महिनाको समय बितेछ। आज अचानक युधिष्ठिरलाई याद आएछ, भगवान् कृष्णले अर्जुनलाई लिएर जानुभएको 7 महिना बित्यो, तर अहिलेसम्म आउनु भएन। अर्जुन पनि आएनन्। न द्वारिकाबाट कुनै कुशलताको अकुशलताको कुनै राम्रो नराम्रो खबर आएको छ, केही भएको छ, फोन सम्पर्क भएको छैन, च्याट भएको छैन, कुनै कुरा छैन। के चाहिँ भयो यस्तो? हे भीम, के भयो? आफ्ना भाइसँग चर्चा गर्नुहुन्छ। दाजुभाइ बसेका छन्,
के भएको छ? मलाई त बडा चिन्ता भएको छ, किनकि 7 महिना भयो। 7 महिनामा एक न एक दिन त यसो खबर आउनु पर्थ्यो, राम्रो नराम्रो के छ कसो छ, सन्चो बिसन्चो। आफ्ना फुपूका घरमा फुपू मामाका कुराहरू भएका छैनन्, के भएको रहेछ बुझ्नुपर्छ बाबु भन्नुभयो। किन आएनन्, के भयो? मलाई त अत्यन्तै धेरै चिन्ताले व्याकुल बनाएको छ, म अत्यन्तै चिन्तित बनेको छु। मैले सपनाहरू पनि नराम्रो देखिरहेको छु। मैले सपना नराम्रो देखेको छु। स्तनपान गरेका छैनन् ती बाछाहरूले मैले देखिरहँदा। ती दुध दिने गाईहरूले दुध दिएका छैनन्, गाईका आँखाबाट अश्रुका धाराहरू बगेका छन् भन्नुहुन्छ। न पिबन्ती स्तनं वत्सा न दूयन्ती च मातर रुदन्त्यश्रुमुखा गावो न सृज्यन् वृषभाव्रजे। हेर्नु त, ती गाईहरू सबै रोएको देखिरहेको छु मैले। ती मूर्तिहरूबाट अश्रुका धाराहरू बगेका छन्। यो किन यस्तो अपशकुन भएको छ? मलाई त अत्यन्तै डर लागेको छ। नद्यो नदाश्च क्षुभिता शरांसी च मनांसी च। नदीहरू अत्यन्तै क्षुब्ध बनेका छन्। बाढ आउनु पर्ने बेलामा बाढ आएको छैन, नआउनु पर्ने बेलामा बाढ आएको छ। त्यस्तो अवस्था भएको छ। देवतानि रुदन्तीव, देवताहरू पनि रोइरहेका छन्। मूर्तिहरूबाट आँसुका धाराहरू बगिरहेका छन्। र जति पनि यी ग्रामवासीहरू छन् नि सबै स्त्रीदेखि भ्रष्ट भएका छन्, स्त्रीदेखि भ्रष्ट भएका छन्, एकअर्कालाई निन्दा गरेका छन्, दर्शनको महत्त्वलाई बुझेका छैनन्। मलाई बडा चिन्ता भएको छ। के भयो, कसो भयो? हे बाबु बुझ बुझ तिमी भनेर यसरी आफ्ना भीमलाई सम्झाउँदै हुनुहुन्थ्यो, भन्दै हुनुहुन्थ्यो। त्यति बेलै सज्जन अर्जुन आइपुगेछन्। अर्जुन आए, तर अर्जुनका मनमा कुनै पनि प्रकारका सुख भन्ने थिएन। अर्जुनको मनमा खुसी भन्ने थिएन, हर्ष भन्ने थिएन। अत्यन्तै चिन्तित थिए, मुख मलिन थियो, व्याकुल थिए। सोध्नुभयो, बाबु तिमीलाई के भयो? तिमी किन यसरी चिन्तित छौ? तिम्रो शरीरको तेज कहाँ गयो? के भयो? किन चिन्तित भएको? अर्जुन भन्छन्, मलाई अत्यन्तै गाह्रो महसुस भएको छ, किनकि आज अर्जुन मै हुँ जसले गाण्डीवको टङ्कारले सारा कुरुक्षेत्रवासीहरूलाई थर 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 काम्न बाध्य बनाएको थिए। त्यो गाण्डीव मेरो यिनै हो, तर गाण्डीवमा त्यो सामर्थ्य रहेन। आज अर्जुनको धनुषको नाम हो गाण्डीव सज्जन। मेरो गाण्डीवमा त्यो सामर्थ्य रहेन। मेरा तेज नाश भएर गएका छन्। मेरो मन अत्यन्तै विचलित बनेको छ। के गर्ने कसो गर्ने भएको छ। हे भ्राता, त्यति बेला युधिष्ठिर सोध्नुहुन्छ, बाबु के भयो त तिमीलाई? के द्वारिकामा सबै ठिकै हुनुहुन्छ? द्वारिकाको के छ खबर? तिमीले खबर गरेनौ, खबर नगरी एकैचोटि आइपुग्यौ, के भयो? के छ खबर खबर सोध्नुभयो। त्यति बेला अर्जुन भन्छन्, आँखामा आँसुका धाराहरू बगाएका छन् दाजु। आज हामी सम्बन्धदेखि बिछोडिएका छौँ। आज हाम्रा सम्बन्धीले हामीलाई छोडेर गएका छन्। बुझ्नु भएन, के भनेको बुझाएर भन। अर्जुन भन्छन्, वञ्चितो हौ महाराज हरिणा बन्धुरूपिणा येन मे परिहृतं तेजो देव विस्मापनं महत्। येन मे परिहृतं तेजो देव विस्मापनं महत्। हे भगवान, हे महाराज, आज हामी हरिरूपी बन्धुबाट वञ्चित भएका छौँ। हामीलाई हरिले छोडेर जानुभएको छ। भगवान श्रीकृष्णले यो धराबाट छोडेर जानुभयो। यो धरालाई त्यागेर आफ्ना स्वधाम जानुभयो भनेर भगवान श्रीकृष्णको वियोगका कुरा जब सुनाए, कुन्तीले सुनिन्। कुन्ती डङरङमा भुइँमा लडिन्। उनले एक पलको वियोगलाई पनि सहन सकिनन् सज्जन। भगवानको एकान्त भक्त्या भगवत्यधोक्षजे
निवेशितात्मो परराम संश्रिते। एकांत सेवी, एकांत भइन एकांत जीविकोपार्जन, एकांत जीवनलाई याचन गर्ने भइन र उनले भगवानलाई प्राप्त गरिन्। एक पल सहन सकिनन् भगवानको वियोगलाई। सबैजना छक्क परे, लो अब हाम्रो पनि यहाँ रहन ठिक छैन। यदि हामीलाई जति बेला पनि पालन पोषण गर्ने प्रभुले हामीलाई छोडेर जानुभयो भने अब यहाँ हामी रहनु हुँदैन भनेर आफ्ना पौत्र परीक्षितलाई राज्य सुम्पिए। राज्य सुम्पिएर ती 5 पाण्डव आफ्नी पत्नीलाई लिएर उत्तर पन्थको मार्गबाट सज्जन स्वर्गारोहण गरे, स्वर्गतर्फ लागे। उनीहरू भगवानको नाम लिँदै लिँदै भगवान कृष्णलाई सम्झिँदै सम्झिँदै स्वर्गतर्फ गए सज्जन। र परीक्षितले राज्य सञ्चालन गर्न लाग्नुभयो। आउनुहोस् हामी पनि एउटा सुन्दर भक्ति सङ्गीतको माध्यमबाट भगवानको नाम जपेर भगवानको नाममा आनन्दित बनेर अनि अगाडिको चर्चा गर्छौँ। बालमुकुन्द भगवानको, कृष्णचन्द्र भगवानको जय जय हो। बोलो कृष्णचन्द्र भगवानको जय। तस्य तनया पैमैरावतीं जन्मे जयादीं सतुरा तस्यामुत्पादयत् सुतान्। जब ती पाण्डवहरू स्वर्ग प्रस्थान गरे तत्पश्चात परीक्षितले राज्यलाई अब सञ्चालन गर्न लागे। परीक्षितको विवाह भयो सज्जन। उत्तरकी छोरी इरावतीसँग परीक्षितकी पत्नीको नाम थियो इरावती। उनबाट जन्मै जय आदि गरेका 4 सन्तानको उत्पत्ति गरे। यिनी आफ्ना राज्य भ्रमण गर्न जाने गर्थे, किनकि राजाको कर्तव्य हो प्रजाहरूका दुःखलाई बुझ्नु। शासकको कर्तव्य हो प्रजाहरूका मनोभावलाई बुझेर त्यो अनुसारले कर गर्नु। राजाको कर्तव्य केवल कर उठाउनु र त्यो करबाट आफ्नो उदरलाई वृद्धि गर्नु, उदरलाई भर्नु मात्र होइन सज्जन। शासकले करलाई उठाइसके पश्चात त्यो कर बराबरको त्यही अनुसारले प्रजालाई लालन पालन पनि गर्नुपर्छ। यदि त्यो अनुसारको लालन पालन भएन भने त्यो शासकलाई दोष लाग्छ भन्छ सज्जन। तसर्थ यी राजा परीक्षितले विचार गरेछन्, मेरा नगरमा, मेरो क्षेत्रमा, मेरा राष्ट्रमा कस्तो कस्तो कर्महरू हुँदै रहेछ, के रहेछ भनेर घुम्न जानु पर्यो भनेर एक दिन भद्राश्व, केतुमाल आदि गरेका यी सारा नगरहरूलाई घुम्दै घुम्दै उनी अगाडि बढ्दै बढ्दै गए। यिनले सबैतिर जितेर एक छत्र सम्राट बनेका थिए र घुम्दै घुम्दै गए। तर एक समय एक ठाउँमा पुग्दा त्यहाँ अनौठो दृश्य देखे उनले। अनौठो दृश्य थियो एउटा वृषभ, जुन वृषभका एउटा मात्रै पाउ थियो सज्जन। एउटा गोरु थियो जसको एउटा मात्रै पाउ र त्यसका समीपमा एउटी गाई रुँदै रुँदै 2 जना गफ गर्दै हिँडिरहेका रहेछन्। त्यसको पछि पछि एउटा कालो पुरुष रहेछ। ती 2 जना गफ गर्दै गर्दै जाँदै थिए। त्यो वृषभले भन्दै रहेछ, हे गौ, हेर न, यो संसार पनि कस्तो विचित्रको रह्यो। म 4 पाउ टेकेर हिँड्नु पर्ने, तर मेरो एउटा मात्रै पाउ छ। मेरा 3 पाउ सबै नाश भएर गए। अब यो मेरो 3 पाउलाई कसरी पुनः राम्रो बनाउने होला, कहिले म 4 पाउ टेकेर हिँड्न सक्छु होला भनेर मनका भावहरू उनी पोख्दै थिए। गौ भन्दै थिइन्, तिमी चिन्ता नगर, समय सँगसँगै सबै कुरा भएर जान्छ। तसर्थ तिमीले चिन्ता गर्नु पर्दैन। मलाई पनि हेर, म पनि त अत्यन्तै दुःखित छु। मलाई पनि त संसारका व्यक्तित्वहरूले दुष्ट प्रकृतिका कारणले गर्दा दुःख दिएका छन्, पीडा दिएका छन् भनेर यी दुवै एक आपसमा वार्ता गर्दै गर्दै अगाडि बढ्दै रहेछन्। त्यो कालो पुरुषले हल्ला गर्छौ भन्दै कुड्दै कुड्दै लिएर जाँदै रहेछ। राजा परीक्षित छक्क परे, होइन यो के भएको छ मेरो राज्यमा? अहिलेसम्म त मै राज्य शासन गरिरहेको छु अनि मेरो राज्यमा एउटा गाईलाई अपमान गरिरहेका छन्।
एउटा गोरु वृषभको अपमान भइरहेको छ एउटा व्यक्तिद्वारा। राजा छक्क परे, दौडिएर गएर ए कालो पुरुष त को होस् त? के गर्न खोजेको तैँले? कहाँबाट आइस? सुतजी महाराज भन्नुहुन्छ, हे सौनकजी, त्यो वृषभ अरू कोही पनि थिएनन्, साक्षात धर्म थिए सज्जन। धर्मका चार पाउ, धर्मका चार पाउ, सत्य, शौच, दया अनि दान। यी चार पाउ धर्मका हुन् सज्जन। क्रमगत रूपमा जब युग परिवर्तन हुँदै गयो, धर्मका एक एक पाउ नष्ट हुँदै गए। जब सत्य सकिएर त्रेता आयो, सत्यरूपी पाउ नष्ट भएर गयो। त्रेता सकिएर द्वापर आयो, पवित्रता रूपी पाउ नष्ट भएर गयो। र द्वापर पश्चात द्वापर सकिएर जब कली आयो, दया रूपी पाउ पनि नष्ट भएर केवल एउटा दान रूपी पाउमा अड्कियो। त्यसैले कलियुगमा दानलाई प्रधान मानेको छ। एउटा पाउमा अडिएको त्यो धर्मरूपी वृषभ र अर्की गौरूपी पृथ्वी। जब पृथ्वी अत्यन्तै भाराक्रान्त हुन्छन्, उनलाई बडा चिन्ता हुन्छ। भगवानको पुकार गर्न उनले आफ्ना स्वरूप त्यागेर गाईको रूपमा उपस्थित हुन्छन्। गाईका रूपमा प्रकट भएर भगवानको चिन्तन गर्थिन्। यी गौ र वृषभ धर्म र पृथ्वी थिए साक्षात। त्यो कालो पुरुष कली थियो सज्जन, कलियुग थियो। त्यो कालो पुरुषले कुर्दै कुर्दै लाँदा राजा परीक्षितले भन्नु, त को होस्? त कहाँबाट आइस र के गर्न खोजेको तैँले? मेरो राज्यमा आएर भन्दा महाराज म कली हुँ, म कली हुँ। परीक्षित छक्क परे, होइन मेरो राज्यमा कलीको सत्ता? यहाँबाट भागिहाल, गइहाल, यहाँ बस्ने तेरो काम छैन, जा यहाँबाट। त्यो कलीले भने, महाराज सारा संसार तपाईँको साम्राज्य हो, सारा संसारलाई तपाईँले शासन गर्नुभएको छ। त्यसैले यहीँ भएको कारणले गर्दा म पनि तपाईँको प्रजा हुँ, मेरो पनि रक्षा गर्नु तपाईँको परम कर्तव्य हो। तसर्थ हे राजन, मेरो रक्षा गर्नुहोस्। राजा परीक्षित भन्नुहुन्छ, त कली होस्, त दुर्बुद्धि होस्, तेरो रक्षा होइन तेरो वध हुन्छ। तँलाई म मृत्यु दिनेछु। तरबार निकाल्नुभयो, कली शरणमा परे। क्षत्रियहरूको जो शरणमा पर्छ नि सज्जन, शरणदाता भनिन्छ क्षत्रियहरूलाई। शरणमा परेको व्यक्तित्वलाई क्षत्रियहरूले कहिल्यै पनि वध गर्दैनन्। आज उठाउनु भयो कली, त यहाँबाट अन्यत्र काहीँ जा, तर मेरो राज्यमा नआइज। तँसँग नराम्रा प्रकारका कुराहरू छन्, कर्महरू छ, तैँले गर्दा कलह हुन्छ, झगडा हुन्छ, राम्रो हुँदैन। त्यति बेला कलियुग भन्छन्, कलीले भने, भगवान मसँग पनि राम्रा कुरा छ नि त, मसँग राम्रो कुरा छ, तपाईँ त्यसको बदलामा मलाई वासस्थान दिनुहोस्। के छ? यत्फलं नास्ति तपसा न योगेन समाधिना। कली भन्छन्, जुन फल तपस्याबाट, योगबाट, समाधिबाट प्राप्त गर्न सकिँदैन, त्यही फल यो कलियुगमा केवल कीर्तनबाट प्राप्त गर्न सकिन्छ। त्यसैले भगवान, हे राजन, मलाई यो गुणमा प्रसन्न भएर एउटा वासस्थान दिनुहोस् भन्दा त्यति बेला राजा परीक्षित खुसी हुनुभयो। ओहो, साँच्चै राम्रो कुरा रहेछ। सत्यमा अनेक प्रकारले ध्यान गर्नुपर्थ्यो, तपस्या गर्नुपर्थ्यो, हजारौँ लाखौँ वर्षसम्म, अनि भगवानले दर्शन दिनुहुन्थ्यो। त्रेतामा भगवानको पूजन गर्नुपर्थ्यो, हजारौँ वर्षसम्म भगवानको दर्शन पाउन। द्वापरमा यज्ञ गर्नुपर्थ्यो, तर कलियुगमा केवल केही क्षण बसेर भगवानको नाम संकीर्तन गरियो भने भगवानलाई प्राप्त गर्न सकिँदो रहेछ। त्योभन्दा सुन्दर उपाय के हुन्छ होला र? हे कली, तसर्थ म तिमीलाई वासस्थान दिन्छु, तर मैले भनेको ठाउँमा गएर बस्नु, अन्यत्र गएर बस्न पाउने छैन भन्दा हुन्छ भनेछ। दिनुहोस् वासस्थान भन्दा 4 स्थान दिने भयो। द्यूतं पानं स्त्रियस्सोना यत्रा धर्म चतुर्विध। जहाँ 4 प्रकारका अधर्महरू हुन्छन्, अधार्मिक क्रियाहरू हुन्छन्, त्यस्तो स्थानमा गएर बास बस भन्नुभयो। एउटा द्यूतम, जहाँ जुवा तास खेलिन्छ।
यहीँ त थाल्नु भएको छैन होला नि अहिले द्युतम